अब त काम गर्न जानुपर्ने। अब त काम गर्न जानु पर्यो। छोरा ओइ के गर्दैछस् हौ? अब त काम गर्न जाने बेला पनि भयो, काम गर्न जाँदैनस्? त्यही छ पापा, काम गर्नु सोचिरहेको छु कि अब जानु पर्यो काम गर्नु। अब पापा काम गर्नु गएको ल, म अब गएको। ए पापा अब म गएको ल काम गर्नु। अब 2 वर्षपछि आउँछु गाडी सिकेर। ल ल छोरा जा ल, अब गाडी सिकेर आइज है ल। ल ल ल अब 2 वर्षपछि आउँछु। A few moments later. खुसी हुन्छ होला है, 2 वर्ष भयो काम सिकेर आएको, गाडी पनि लिएर आएँ। आउँदा उयो भएर त गाडी पम्चर भएर त अब घरबाट टायर लिएर हेर्नु पर्यो बाबालाई भनिकन। अरे बाबा, अरे म आइपुगेँ, लु आइपुगेँ। अरे छोरा आइपुगिस् त? गाडी खै? बाबा गाडी त आउँदा पर बाटोमै पम्चर भन्यो। ए बाबु पर टायर लिएर आउनु ल, म गाडी भएकोमै हुन्छु। म गाडी टायर किनिकन लिएर आउँछु नि ल। अब त छोरा पनि पर गाडी भएकोमा गयो होला, म पनि टायर लगाइकन जानु पर्यो अब छोरा भएकोमा गाडी लगाइकन। ओ छोरा गाडी खै? लु टायर लिएर आएँ मैले त। ए बाबा गाडी त यहीँ छ नि हौ, यहीँ। खै देखा त गाडी, खै कहाँ छ गाडी त देखिन त? यहीँ राखिरहेको छु, अब देखाउँछु नि म। खै बाबा गाडी त उहाँ छ कि, टायर लिएर आउनु त, गाडी सानो सानो छ कि, उयो टायर लिएर आउनु न यहाँ। ल म टायर ल्याइकन आउँछु नि म हिँड। ए बाबा यो सुपर कार हो कि, गाडी टायर पम्चर भएर कुद्नै सकेको छैन, साह्रो पर्दैछ पुरा। यजि मंगल भवन